वृन्द नमस्कार। आजको नयाँ श्रृङ्खला लिएर पुनः उपस्थित भइसकेको छु। बुर्ज अल अरब दुबईको सोक्रिल टावरको महाकथा। 25 वर्षको गौरवशाली इतिहास। यो कुनै साधारण भवन होइन, यो एउटा सपना हो जुन बालुवामा होइन समुद्रको छातीमा ठडिएको छ। यो बुर्ज अल अरब हो, अरबहरूको टावर, जसले केवल वास्तुकलाको सीमा मात्र होइन, मानव कल्पनाको उचाइ पनि नापेको छ। 25 वर्ष अघि खोलिएको यो होटेल आज पनि सौन्दर्य, सेवा र सम्पत्तिको पर्याय बनेर उभिरहेको छ। आजको विशेष रिपोर्टिङमा हेरौँ बुर्ज अल अरबको अद्भुत यात्रा, यसको निर्माणदेखि अहिलेको गौरवशाली कथा, 11 रहस्यहरूसहित। सुरु गरौँ इतिहास र निर्माणको कथाबाट। 1993 मा सुरु भएको थियो एक कल्पना, यस्तो टावर बनाउने जुन दुबईको लागि विश्व पर्यटनको नक्सामा एकपटक स्थापित गरोस्। डिजाइनको जिम्मा दिइयो बेलायती आर्किटेक्ट टम राइटलाई, जसले अरब डाउन जहाजको पाल झैँ देखिने स्वरूप तयार गरे। तर सबैभन्दा चुनौतीपूर्ण कुरा थियो यसलाई समुद्रको छातीमा 280 मिटर टाढा कृत्रिम टापुमा उभ्याउने। 230 वटा 40 मिटर लामो पाइपलर समुद्रभित्र गाडे अनि समुद्रको भेल रोक्न हनीकम्ब जालो शैलीमा कङ्क्रिट संरचना बनाइयो। टापु बनाउँदा मात्रै 3 वर्ष लाग्यो, जुन भवन निर्माणभन्दा लामो थियो। अब सुरु गरौँ 11 रहस्यमय तथ्यहरू। 1. यो एक कृत्रिम टापुमा निर्माण गरिएको हो। समुद्रभित्र 280 मिटर टाढा निर्माण गरिएको यो होटेल वातावरणको प्रभाव नगर्ने हिसाबले योजना गरियो। 2. उचाइमा पनि गौरव, 321 मिटर अग्लो। लन्डनको 60 भन्दा अग्लो र अमेरिकाको एम्पायर स्टेट भन्दा केही होचो, तर सौन्दर्य र पहिचानमा अद्वितीय। 3. सुनको संसार, 24 क्यारेट गोल्ड र इन्टेरियर। 1990 वर्ग किलोमिटरमा फैलिएको सुन ट्याप वासबेसिनदेखि आइप्याडसम्म यस्तो विलासिता विश्वकै दुर्लभ छ। 4. हलिउड स्टाइलमा हेलिप्याड, 2023 मा यहाँ प्लेन ल्यान्ड भयो। 2005 मा टेनिसको डेमो खेल भयो। यो केवल हेलिप्याड होइन, साहसिक सोको स्टेज हो। 5. स्विटमा बटलर सहितको सेवा, 202 स्विट, सबैमा डुप्लेक्स डिजाइन र 24 घण्टा निजी बटलर सेवा, राजकीय अनुभव। 5. पानी मुनिको डिनर, अल महारा रेस्टुरेन्ट, 9,90,000 लिटर क्षमताको एक्वेरियम, 18 सेमी मोटा ग्लास, पानी मुनिको संसार जस्तै अनुभव। 7. निन्द्राको विलासिता, 27 प्रकारका सिरक, एन्टी एगिङ सिरकदेखि आइसल्यान्डिक आइडर डाउनसम्म निन्द्रा पनि लग्जरीमा। 8. कछुवा अस्पताल, 1600 वर्षभन्दा बढी कछुवा समुद्रमा पुनः स्थापित वातावरणप्रतिको योगदान। 9. स्वारोक्स्कीको आकाश गङ्गा, जोन्सिबार, 21,000 क्रिस्टलबाट बनेको आकाश, मूल्य $3.5 लाख। 10. डिजाइनको विवाद, कसैले यसलाई क्रस जस्तो भन्दै आलोचना गरे, तर यो समुद्रमा बिलौचिएको पालको गर्विलो रूप हो। 11. कसरी जान सकिन्छ, 249 दिराममा इनसाइड बुर्ज अल अरब टुर वा आफ्टरनुन टी बुक गरेर पनि भित्र जान सकिने व्यवस्था गरिएको छ। 25 वर्षको यो यात्रा केवल होटेलको होइन, दुबईको सपनाको यात्रा हो। बुर्ज अल अरबले प्रमाणित गर्यो, जब इच्छा शक्ति र कल्पनाको मेल हुन्छ तब समुद्रमै मल खडा हुन्छ। दर्शकवृन्दहरू, आजको श्रृङ्खला कस्तो लाग्यो? मन परेमा लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनुहोस्। हामी फेरि भेटौँला अर्को अविश्वसनीय कथासँग। नमस्कार, धन्यवाद।